गुड मर्निङ फ्रेन्ड्स। आज म तपाईँहरूको लागि फेरि एउटा नयाँ अपडेट लिएर आएको छु। यो चाहिँ तपाईँको EMRS रिक्रुटमेन्ट हो, एकलव्य मोडल रेसिडेन्सियल स्कुल। यसमा टोटल 7267 वटा भ्याकेन्सी खोलिएको छ। यसको लास्ट डेट चाहिँ 23 अक्टोबर 2025 हुनेछ। यसमा तपाईँको फर्स्टमा प्रिन्सिपलको पोस्टमा 225 वटा भ्याकेन्सी खोलिएको छ। पिजिटीमा 1460 वटा भ्याकेन्सी खोलिएको छ। टिजिटीमा 3962 वटा भ्याकेन्सी खोलिएको छ। फिमेल स्टाफ नर्समा 550 वटा भ्याकेन्सी खोलिएको छ। होस्टेल वार्डन बोथ मेल एन्ड फिमेलको लागि 635 वटा भ्याकेन्सी खोलिएको छ। एकाउन्टेन्टमा 61 वटा भ्याकेन्सी खोलिएको छ। जेएसएमा 228, ल्याब एटेन्डेन्समा 146। यसरी नै तपाईँको धेरैवटा पोस्टमा अरूमा पनि भ्याकेन्सी खोलिएको छ है। यहाँ तपाईँको फुल यदि तपाईँलाई फुल पिडिएफ चाहिएको छ भने मलाई तपाईँले वाट्सएप गर्न सक्नुहुन्छ है। अनि तपाईँले मलाई डिएम गर्दा पनि हुन्छ, फेसबुकमा पनि वाट्सएपमा पनि इन्स्टामा पनि। म तपाईँहरूलाई पिडिएफ सेन्ड गरिदिनेछु। थ्याङ्क यू।